अनि समाजले उठ्यो भने, नेपाली समाज उठ्यो भने अनि हजुरलाई थाहा हुन्छ सबैको। जे गर्न मन छ गर्दा हुन्छ, हामीलाई केही फरक पर्दैन। मिडिया पनि के हो र, 1-2 दिन आएर यो हल्ला गर्ने त हो, त्यसपछि त सकिहाल्यो। त्यस्तो भन्ने कि अहिले चाहिँ अब उनीहरूले जब अब यो पावर देख्यो होला नि त, अब नेपाली समाज पनि रहेछ भन्ने कुरा अब थाहा पायो होला। अहिले बिचल्ली भएको छ। अब न कसैको फोन उठ्छ, कसैले ब्लक हानेको छ, कसैले हिँड्दैछ, केटीले पनि मेरो इष्टमित्रहरू अब रिलेटिभ्सहरूलाई पनि सबलाई ब्लक गरेर हिँडेको छ। त्यस्तो हुन्छ। मान्छेको जिन्दगी यति सजिलै कसैलाई बिगार्न सक्दैन कि। बरु कसैलाई सुरुमै लाग्छ भनेपछि कसैसँग जिन्दगीमा काट्न सक्दैन होइन। सुरुमै जिन्दगीमा कसैसँग काट्न सक्दैन भने, कमिट गर्न सक्दैन भने सुरुमै बिहे नै गर्नु कि सुरुमा। म चाहिँ सबैलाई यही भन्छु, बिहे चाहिँ नगर्नु कसैको भविष्य खेलवाड गर्न। या केटा होस् या केटी, दुइटै पीडित जो पनि हुनसक्छ। कुनै ठाउँमा केटी पीडित धेरै भए पनि देखाएको छु, कुनै ठाउँमा केटा पीडित पनि भएको देखाएको छु। दुइटै इक्वल हुन्। दुइटैले कसैको घरबार बिगार्ने, कसैको त्यो गर्न पाउँदैन। आफूले पायो भन्दैमा कसैको घरलाई लात हानेर आफू ठाउँमा पुगेपछि त्यो कसैले पनि पाउँदैन, कसैको अधिकार पनि हुँदैन। त्यही भएर म चाहिँ यही भन्छु, सकेसम्म कसैले पनि मेरो जस्तो घटना अरूको नघटोस् भविष्यमा होइन। कसैको घटिरहेको छ भने पनि समाजको अगाडि हामीले टाउको झुकाउने होइन। जसको अब अन्याय नै छैन, उसकै भलाइका लागि काम गरेछ भने कि हामीले टाउको झुकाएर हिँड्नुपर्ने, मेरै आमा बाउले टाउको झुकाएर हिँड्नुपर्ने, जसले त्यो ठाउँमा पुर्याइदिएको छ उसकै टाउको झुकाएर हिँड्नुपर्ने। त्यही भएर मैले भनेको म यो सक्दैन भनेर वास्तवमा म आएर सोसियल मिडियामा बोल्न बाध्य भएको हो। त्यही भएर उसले चाहिँ, केटीले चाहिँ इभन जे गर्यो ऊ पाकिस्तानले, मैले